नमस्कार। लर्न जापानिज अन्तर्गत जापानिज ल्याङ्ग्वेजको अर्को नयाँ क्लासमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। म श्याम सिग्देल। आजको क्लासमा हामीहरूले जापानिज भाषामा समय सम्बन्धी कुराहरू सिक्न गइरहेका छौँ। कृपया यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। यहाँहरूको प्रेरणा नै मेरो लागि हौसला हुने भएकोले यदि यहाँहरूले यस च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोला। साथै जापानिज भाषासँग सम्बन्धित रुचि राख्ने साथीहरूसम्म पुर्याइदिनु हुनेछ भन्ने अपेक्षा राखेको छु। आजको क्लासमा हामीहरूले जापानिज भाषामा समय सम्बन्धित कुराहरू सिक्न गइरहेका छौँ। अब लागौँ आजको क्लासतर्फ। जापानिज भाषामा समय लेख्नको लागि पनि हामीहरूले लर्न जापानिज अन्तर्गत पढेको अङ्कहरूलाई नै मुख्य आधार मानिन्छ। यदि यहाँहरूले अङ्कमा अझै पनि कन्फ्युजन हुनुहुन्छ भने कृपया फेरि एकपटक लर्न जापानिज अन्तर्गतको पार्ट 3 को क्लास हेर्नुहोला। अब लागौँ आजको विषयवस्तु सम्बन्धी कुरामा। हेर्नुहोस् त, समयलाई जापानिज भाषामा जिखान भनिदो रहेछ। जिखान भनेको समय। त्यसै गरी बजेलाई जापानिज भाषामा जी भनिदो रहेछ। जी भनेको बजे। मिनेटलाई जापानिज भाषामा पुन पनि भनिन्छ, फुन पनि भनिन्छ। पुन अथवा फुन भनेको मिनेट हो। कस्तो अवस्थामा पुन प्रयोग गरिन्छ र कस्तो अवस्थामा फुन प्रयोग गरिन्छ भन्ने कुराहरू पनि बताउने छु। त्यसै गरी सेकेन्डलाई जापानिज भाषामा ब्यौ भन्ने गरिन्छ। ब्यौ भनेको सेकेन्ड। समयलाई जिखान, बजेलाई जी, मिनेटलाई पुन र फुन, अनि त्यस पछाडि सेकेन्डलाई ब्यौ भनेर भन्ने कुरा सम्झनुहोला। अब हामी 1 बजेदेखि 12 बजेसम्मलाई कसरी लेखिन्छ, कसरी भनिन्छ, त्यसै गरी 1 मिनेटदेखि 59 मिनेटलाई कसरी लेखिन्छ भन्ने कुराहरू सिक्न गइरहेका छौँ। सेकेन्ड त्यति धेरै प्रयोग नगरिने भएको हुनाले यहाँहरूले सेकेन्डको बारेमा त्यति चिन्ता लिनु पर्दैन। अब लागौँ बजे लेख्नतर्फ। पढेका अङ्कहरूभन्दा फरक भएका विषयवस्तुलाई मैले रातोमा हाइलाइट गरिसकेको छु। हेर्नुहोस् त, 4लाई योन्जी नभनिकन योजी भनिदो रहेछ। त्यसै गरी 7लाई नानाजी नभनिकन सिचिजी भने 9लाई क्युजी नभनिकन कुजी भन्ने गरिदो रहेछ। सबै 1 बजेदेखि 12 बजेसम्मलाई सँगै उच्चारण गर्नेछौँ। इची भनेको 1, जी भनेको बजे। इचिजी भनेको 1 बजे। नि भनेको 2, जी भनेको बजे। निजी भनेको 2 बजे। त्यसै गरी सान भनेको 3, जी भनेको बजे। सान्जी भनेको 3 बजे। योजी भनेको 4 बजे। गो भनेको 5, जी भनेको बजे। गोजी भनेको 5 बजे। रोकुजी भनेको 6 बजे। सिचिजी भनेको 7 बजे। नझुक्किनु होला, 7लाई नानाजी नभनी सिचिजी भन्ने गरिन्छ। 8लाई हाचिजी। हाचिजी भनेको 8 बजे। कुजी भनेको 9 बजे। ज्यूजी भनेको 10 बजे। त्यसै गरी ज्यू इची भनेको 11 हो। 11 बजे भन्नलाई ज्यू इचीमा जी थपिदिएपछि 11 बजे भयो। ज्यूनिजी भनेको 12 बजे। यहाँहरूले भिडियोमा हेर्दाखेरि अलि छिटो गए जस्तो लाग्छ भने भिडियोलाई पज गर्दै यहाँहरूले सँगै याद गर्ने कोसिस गर्नुहोला। अब हामी मिनेटको बारेमा सिक्न गइरहेका छौँ। मिनेटमा मैले यहाँहरूलाई अघि भनिसकेको छु, पुन पनि लाग्छ, फुन पनि लाग्छ भनेर। कस्तो अवस्थामा पुन लाग्छ र कस्तो अवस्थामा फुन लाग्छ भन्ने कुराहरू बताउन गइरहेको छु। यदि 2 मिनेट, 5 मिनेट, 7 मिनेट र 9 मिनेट 2, 5, 7, 9 आउँछ भने फुन लाग्छ, अरू सम्पूर्णमा पुन लाग्छ भन्ने कुरा सम्झनु होला। 2, 5, 7, 9 आएमा फुन, अरू सम्पूर्णमा पुन लाग्छ भनेर सम्झनु होला।
त्यसका साथसाथै अन्तिममा 2, 5, 7, 9 आउने अङ्कहरूमा पनि फुन प्रयोग गरिन्छ। अन्तिममा 2, 5, 7, 9 भनेको जस्तै 12 लेखियो भने 12 को अन्तिममा 2 आउँछ। 1 र 2 12 हो नि। 1 र 2 12 को अन्तिमको 2 भन्न खोजेको। त्यसै गरी 15 मा अन्तिमको 5 आयो, त्यही भएर फुन लाग्यो। 17 मा अन्तिममा 7 आयो, त्यही भएर फुन लाग्यो। 19 मा अन्तिममा 9 आयो, त्यही भएर फुन लाग्यो। त्यस्तै 22, 25, 27, 29, 22, 25, 27, 29, 32, 35, 37, 39, 42, 45, 47, 49, 52, 55, 57, 59 यिनीहरूमा फुन लाग्छ भनेर सम्झनु होला। परिभाषाको रूपमा पनि लेखाएको छु, यसो नोट गर्नुभयो भने यहाँहरूलाई सजिलै हुन्छ होला। हेर्नुहोस् त, मिनेटमा 2, 5, 7, 9 र अन्त्यमा 2, 5, 7, 9 आउने अङ्कमा फुन प्रयोग गरिन्छ भने बाँकी सबैमा फुन प्रयोग गरिन्छ। अब हामीहरू 1 देखि 59 सम्म मिनेटमा लेख्दाखेरि कसरी लेखिन्छ भन्ने कुराहरू सिक्न गइरहेका छौँ। कृपया ध्यान दिएर हेर्नुहोला। मिनेटलाई कसरी लेख्छ भन्ने कुराहरू मैले यहाँ लेखाइसकेको छु। अब हामी हेरौँ 1 मिनेटदेखि 59 मिनेटलाई कसरी लेखिन्छ त। फुन आउनेमा मैले अन्डरलाइन लगाइसकेको छु। जस्तै 2 मा फुन आउँछ, 5 मा फुन आउँछ, 7 मा फुन आउँछ, 9 मा फुन आउँछ, त्यही भएर अन्डरलाइन गरेको छु भने बाँकी सम्पूर्णमा फुन आउनेछ। इप्पुन भनेको 1 मिनेट, इचिपुन नभइकन इप्पुन भनेको 1 मिनेट, निफुन 2 मिनेट, निफुन 2 मिनेट, सानपुन 3 मिनेट, सानपुन 3 मिनेट, योनपुन 4 मिनेट, योनपुन 4 मिनेट, गोफुन 5 मिनेट, गोफुन 5 मिनेट, रोप्पुन 6 मिनेट। रोकुपुन भनिँदैन है, रोप्पुन 6 मिनेट, रोप्पुन 6 मिनेट, नानाफुन 7 मिनेट, नानाफुन 7 मिनेट, हाप्पुन 8 मिनेट, हाप्पुन 8 मिनेट। यसलाई पनि हाचिपुन नभनिकन हाप्पुन भनिन्छ। त्यसै गरी क्युफुन 9 मिनेट, क्युफुन 9 मिनेट, जुप्पुन 10 मिनेट, जुप्पुन 10 मिनेट। 1 देखि 10 सम्म जानिसके पछाडि त्योभन्दा माथि यहाँहरूले सकिहाल्नुहुन्छ, यही रिपिट हुने हो। जस्तै 10 र 1 11 मिनेट भनेको पहिला 10 लाई के भन्छ अनि 1 लाई के भन्छ, लास्टमा चाहिँ पुन जोडिदिने। 11 मिनेट भन्नु पर्यो भने 11 भन्नु पर्यो पहिला, हैन? 11 भन्नलाई जिउ इची हो नि, हैन? तर इचिपुन नभनिकर जिउ इपुन 11, 12 जिउ निफुन, 13 जिउ सानपुन। यसरी 59 सम्म यहाँहरूले गर्न सक्नुहुन्छ। हेर्नुहोस् त, अब 20 लाई के भन्दो रहेछ, निजुप्पुन, निजुप्पुन, निजुप्पुन भनेको 20 मिनेट, 30 मिनेट भनेको सान्जुप्पुन, सान्जुप्पुन, 30 मिनेट भनेको सान्जुप्पुन। र हान भन्ने शब्द मैले लेखेको छु, हान भनेको आधा हो। सान्जुप्पुन अर्थात् 30 मिनेटलाई सान्जुप्पुन नभनिकन हान भन्ने चलन पनि रहेको छ। हान भनेको आधा हो, तर समयमा आयो भने यसले साढे अर्थात् आधाको अर्थ दिन्छ भनेर बुझ्नु होला। अब हामी समयसँग सम्बन्धित केही प्र्याक्टिसहरू गर्दैछौँ। मैले यहाँ केही समयहरू लेखेको छु। अब हामी यसलाई प्र्याक्टिस गरौँ त। 5 बजेर 30 मिनेट भनेको छ। अब हामीले पहिला 5 बजे भन्नु पर्यो, अनि त्यसपछि मिनेटलाई छुट्टै लेख्नु पर्यो, बजेलाई छुट्टै, मिनेटलाई छुट्टै लेख्नु पर्यो। हेर्नुहोस् है, पहिला 5 बजे भन्ने लेखौँ। 5 बजेलाई के 5 लाई के भन्छ त, गो, गो। बजे भनेको जी, गोजी। 30 मिनेट भनेको
सान्जुपुन भन्दा पनि हुन्छ, हान भन्दा पनि हुन्छ है। सान्जुपुन पनि भनिन्छ, हान पनि भनिन्छ त्यसलाई। गोजी सान्जुपुन अथवा गोजी हान भनेको 5:30 अर्थात् 5:30 भन्ने अर्थ दिन्छ। त्यसै गरी 12:59 लेख्नु पर्यो भने 12 बजेलाई के लेखिन्छ त हामीले? 12 भनेको जिउनी हो। जिउनी, बजे भनेको जी, जिउनी जी। 59 भनेको गोजिउ क्यु, 59 भनेको गोजिउ क्यु फुन। अन्तिममा 9 आएपछि के हुने भयो त? फुन। जिउनीजी गोजिउ क्यु फुन भनेको जिउनीजी भनेको 12 बजे, गोजिउ क्यु भनेको 59, फुन भनेको मिनेट है। बुझ्नु भएको छ नि यहाँसम्म है। अब 7:42 लाई कसरी लेखिन्छ? यसमा पनि त्यही हो है। पहिला 7 लेख्ने, अनि बजे भन्ने, अनि त्यस पछाडि 42 लेख्ने, मिनेट लेख्ने। 7 लाई के भन्छ त? सिची, सिची। बजे भनेको जी, 42 भनेको योन्ज्यू नि। अन्तिममा 2 आएपछि के लाग्छ? पुन कि फुन? हो, फुन लाग्छ। हजुर, 7:42 लाई सिचिजी भनेको 7 बजे, योन्ज्यू नि भनेको 42, अन्तिममा 2 आएको हुनाले फुन। यसै गरी यहाँहरूले पनि घरमा समय लेख्नको लागि पर्याप्त प्र्याक्टिस गर्नुभयो भने पक्कै सक्नुहुन्छ भन्ने मैले विश्वास लिएको छु। हवस् त, यसका साथसाथै लर्न जापानिज अन्तर्गत जापानिज ल्याङ्ग्वेजको आजको क्लास यही सकिएको छ। फेरि अर्को क्लासमा हामीहरू भेट्नेछौँ। म पनि बिदा हुन्छु। हस्त, नमस्कार। यहाँहरूको बाँकी समय शुभ रहोस्।